ल गाइज है अहिले चाहिँ म यहाँ टक्क डुम्रे भन्ज्याङमा छु। यता हामीहरूलाई चाहिँ यहाँ केरा हेर्दैछौँ गाइज है, यस्तरी यहाँ झुन्डिरहेको छ। तर अहिले चाहिँ केराको रेट चाहिँ एकदमै वात्तै बढेको रहेछ। सो यसलाई कति अरे? यसलाई पनि 250 हो, 250 अरे गाइज है। यसलाई चाहिँ कति दर्जन हो कि केजी हो? यो दर्जन हो, दर्जनलाई चाहिँ 250। यति धेरै महँगो रहेछ यहाँ चाहिँ। के गर्ने अब खानै पर्यो है, यस्तै छ गाइज। यता मासतिर पुरै चाहिँ डाँडा। आजभोलि त पुरै सुनसानै जस्तो रहेछ। खास चाहिँ के रमाइलो पहिला जस्तो रहेनछ यहाँ चाहिँ। अब स्कुलहरू पनि त्यति अहिले चाहिँ विद्यार्थीहरू कम भएको भएर नि होला। सो अहिले चाहिँ हुनु हुँदैन यहाँ। यता पुरै बन्द छ यो सटरहरू, ट्याक्कै सुनसान। पहिला यस्तो प्याक हुन्थ्यो। अन्त यहाँ त आयो वर्ष दिन पहिलाको मैरा र ज्वरो आएको भने चाल पहिला कता नआउने त्यो सुनसान हुँदो रहेछ। ल है त पहिला गाउँतिरबाट चाहिँ यहाँ सपिङ गर्न झरिन्थ्यो, आउनुहुन्थ्यो नि त, त्यो भएर चाहिँ